नेपालको राजनीतिक इतिहासमा विरलै प्राप्त हुने अवसरलाई सदुपयोग गर्दै चुनौतीहरूलाई चिर्ने संकल्पका साथ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन शाह बालेन प्रधानमन्त्रीको कुर्सीमा पुग्दैछन्। यही चैत 13 गते शपथ लिने तयारीमा रहेका शाहले सत्ता सम्हाल्नु अघि गरिरहेका आन्तरिक तयारीबारे आम जनतामा ठूलो चासो छ। शपथको पूर्व सन्ध्यामा उनले मुख्य गरी यी 5 तयारी गरिरहेका छन्। नम्बर 1, कस्तो होला शपथ? रामनवमीको शुभ सहित पारेर प्रधानमन्त्रीको शपथ लिने तयारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको छ। यो सायद संयोग मात्र हो या जानी बुझी जुराइएको हो भन्ने विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समेत विभिन्न कोणबाट समाचार सम्प्रेषण गरिरहेका छन्। अर्कोतर्फ बालेन शाहले कुन भाषामा शपथ लिनेछन् भन्नेमा पनि सबैको ध्यान खिचिएको छ। उनले नेपाली भाषामै शपथ लिन्छन् वा मधेसका छोरा भएको नाताले मैथिली भाषामा लिन्छन् भन्ने कौतूहल छ। अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादा अनुसार शपथ ग्रहण कार्यक्रममा अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिदेखि छिमेकी र मित्र राष्ट्रका राष्ट्र प्रमुखसम्मलाई निमन्त्रणा गर्ने तयारी रासोपाले गरेको छ। यद्यपि रासोपाको निमन्त्रणामा राष्ट्र प्रमुखहरूको उपस्थिति कस्तो रहला भन्ने प्रश्न अझै बाँकी छ। नम्बर 2, कस्तो बन्ला मन्त्री परिषद? बालेन शाह प्रधानमन्त्री बन्दै गर्दा मन्त्री परिषदको आकार र स्वरूप कस्तो होला भन्ने अर्को जिज्ञासा छ। प्रधानमन्त्री र मन्त्रीहरूको एकैपटक शपथ गराउने तयारी गरिरहेको रासोपा भित्र भागबण्डाको विषय लगभग टुङ्गिएको छ। 15 मन्त्रालयमा 18 मन्त्री, जस अनुसार 15 मन्त्री र 3 राज्य मन्त्री रहने निश्चित भएको छ, जसमा 10 जना सभापति रवि लामिछाने पक्षका र 8 जना बालेन शाह पक्षका मन्त्री बन्ने लगभग टुङ्गो लागिसकेको छ। विगतका सरकारहरूले कार्यकालभरि पटक पटक मन्त्री परिषद विस्तार गर्ने परिपाटीलाई तोड्दै यसपटक एकैपटक शपथ गराउने तयारी छ। जानकारहरूका अनुसार बालेन सरकारले नयाँ सिराबाट अगाडि बढ्नुपर्ने देखिन्छ। नम्बर 3, सचिवालय र संयन्त्र। बालेन शाहले काठमाडौँ महानगरपालिकामा अभ्यास गरेको आफ्नै सफल सचिवालयको मोडललाई प्रधानमन्त्रीको सचिवालयमा पनि उतार्ने तयारी गरेका छन्। मन्त्रीहरूले गरेका कामको मूल्याङ्कन गर्ने, मन्त्रालयहरूको निगरानी गर्ने र समग्र सरकारी गतिविधिको अनुगमन गर्ने गरी एउटा जबरजस्त सचिवालय बनाउने उनको योजना छ। मलाई लाग्छ अब पार्टी नयाँ ढङ्गले आफ्नो रिफर्मेसनमा जान्छ होला, किनकि होइन विभिन्न घटकहरू, विभिन्न मान्छेहरू, विभिन्न समूहहरू त्यसमा समायोजन भइसकेपछि त होइन कतिपय ठाउँमा विधानले पनि संख्या किटान गरेको हुन्छ होइन, सचिवालयको संख्या पनि यति भनेर विधानमा निश्चित भाव हुन्छन्। तर विभिन्न समूहले समायोजन गरेर ल्याइसकेपछि त त्यो विधानले काम नगर्न सक्छ। त्यो विधान संशोधनको प्रक्रियाहरू होला या कमिटीहरूलाई डिजल्भ गर्ने कुराहरूबाट समाधान गर्ने उपायहरू होला, त्यो विभिन्न कुराहरूमा छलफल भइरहेको होला। नम्बर 4, सदन र सरकारको क्षेत्राधिकार विभाजन। प्रधानमन्त्रीका रूपमा शाहले कार्यपालिका र व्यवस्थापिकाको भूमिकालाई स्पष्ट रूपमा छुट्याउने रणनीति बनाएका छन्। विगतमा सरकारले संसदमाथि हस्तक्षेप गर्ने र संसदले सरकारको कार्यमा अनावश्यक अवरोध सिर्जना गर्ने जुन स्थिति थियो त्यसलाई परिवर्तन गर्न बालेन शाह सक्रिय छन्। सरकार र संसदको क्षेत्राधिकार फरक हो भन्ने कुरालाई व्यवहारमै उतार्न उनले रणनीतिक तयारी गरिरहेका छन्। नम्बर 5, अघिल्ला सरकारका राजनीतिक नियुक्ति फिर्ती। नेकपा एमाले र नेपाली कंग्रेसको गठबन्धनमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गरेका 1000 भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बालेन सरकारले चुनौती दिने देखिएको छ। ती नियुक्ति गरिएका व्यक्तिहरूलाई सरकार आउनु अगावै फिर्ता हुन निर्देशन दिएको छ। यदि उनीहरूले राजीनामा दिएनन् भने बालेन नेतृत्वको शक्तिशाली सरकारले उनीहरूलाई बर्खास्त गर्ने तयारी गरेको छ। तपाईँ सरकारी अफिसमा जानुभयो भने पत्र दर्ता गर्नुभन्दा अगाडि 5 तला माथि हाकिमकोमा गएर कन्सेन्ट लिनु पर्यो हो। 5 तला माथि चढ्नु पर्यो। एउटा नागरिकलाई 5 तला माथि धेरैमा त लिफ्ट छैन, चढेर माथि गएपछि हाकिम साहबले पढ्नुहुन्छ, त्यसपछि उहाँले दर्ता भनेर लेख्नुहुन्छ हो। अनि त्यो तल दर्ता फेरि झरेर दर्तामा आउनु पर्यो। त्यसपछि उहाँले त्यहाँबाट कानुन लेख्नु होला अथवा अर्को कुनै योजना कहाँ लेख्नुहुन्छ, फेरि त्यहाँ गयो हो, त्यहाँबाट फेरि अर्कोतिर लेखिन्छ, त्यसपछि फेरि अर्कोतिर जान्छ, त्यसपछि फेरि दर्तामा आएर तपाईँले हुन्छ र अब हामी एक्सन गर्छौँ हुन्छ। यो जुन रुडिमेन्ट्री कन्भेन्सनल पार्ट छ नि यो चिजमा, त्यस कारण उहाँहरूको एजेन्डामा पनि यो प्रशासनको सुधारको कुराहरू छ नि, यो चिज इम्पोर्टेन्ट। त्यस कारण यसमा सुधार गर्ने कुराहरू
धेरै चिज छ। न्यायपालिकामा गरिने सुधारहरू छ, पोलिटिकल कल्चरमा गरिने सुधारहरू छ। विगतमा सुशीला कार्की नेतृत्वको सरकारले 10 देशका राजदूतलाई फिर्ता बोलाए पनि उनीहरूले सिंहदरबारमै बसेर तलब भत्ता खाएको इतिहास छ। अदालतको अन्तरिम आदेश मार्फत पद थमौती गर्ने प्रवृत्ति यसपटक पनि दोहोरिन सक्ने चुनौती बालेन शाह सामु छ। यति बेला कर्मचारी संयन्त्रको लवज पनि फेरिन थालेको छ। बालेन शाहका लागि अवसर जति छन्, चुनौतीका चाङ पनि उत्तिकै छन्। खाडी मुलुकमा समस्यामा परेका नेपालीहरूको उद्धारदेखि देशको अर्थतन्त्र धानेको रेमिट्यान्सको व्यवस्थापनसम्म उनका लागि पहिलो गाँसमै ढुङ्गा साबित हुन सक्छ।